साल जेठ 19 गते ठुलो घटना घट्न गयो सभा 9 बजे निर्दयको पापी आई नाचिहालो सारा देउता जस्तै हाउडा राजा हरेको बर उठाइ लग्यो सम्पूर्ण परिवार हेर्दा हेर्दै दरबार भयो अन्धकार हिउँचुलीको कति चिसो कति मिठो पानी भन्दा शीतल थिए हाम्रै राजा रानी उनकै छाया मुनि हामी खुसी भई बस्यौँ हर्ष अनि उल्लासले सधैँभरि हाँस्यो घरको झुरी भत्के जै भयो दैवहरि सबैकै मन रोयो धारा रोयो कुवा रोयो पानी सबै रोयो हावा पनि रुँदा रुँदै नचलेदै भयो ताल रोयो झना रोयो समुद्रले रोयो आकाश मुनि सिँगै धरती टुहुरो चाहिँ भयो 19 गते घटेको कहानी 20 गते सोकाको बिहानी थरथर मुटु कमाएर सुन्नु पर्ने खबर सारा जनता नेपालीले झारे आँसु पर्वल बालकदेखि बुढासम्म रोए अन्यवालमा परे जनता टुहुरो भयो शिरता छ वीरेन्द्र वीर सम्झी ल्याउँदा हुँदैन मनतिर सुन्ने भयो खोला नला पुरै डाँडा पाखा डाको छोडी रुन गए गाउँका बुढा पाका कतिले त आत्महत्या भन्न लाग्यो गयो राजा बाजु अब नेपाली र अनिष्टै लाख बजे बाना थाले फुलका गुच्छा चढाउन थाले सारा आत्मालाई शान्ति मिलोस् हाम्रा राजा रानी वैकुण्ठमा बास हो सधैँ तिम्रो भने धूप दीप नैवेद्य चढाए पुस्तकमा नाम पनि लेखाए राजाप्रति नेपालको सहारै कति त्यस मुन्डा गरेको सारा पुरुष युवाहरू राजाप्रति सदा भएकाले आफ्नो शिरमा राजा अमर भनिदिन थाले वर्षौँदेखि पालेको कपाल काटिकन देखाए नेपाल शान्ति क्षेत्र कर्मभूमि हाम्रो नेपालभित्र विश्वभरमै राम्रो भन्दै कोरिएको चित्र आज यस्तो घटना